यहाँ आइपुग्दा चाहिँ त्यहाँबाट यहाँनिर आइपुग्दा चाहिँ होइन खुट्टा दुखेर आयो मेरो चाहिँ। आइपुग्यो हामीहरू आइपुग्यो फाइनली आइपुग्यो गाइस। हामी चाहिँ सबैभन्दा टपमा आइपुगेको चाहिँ यहाँबाट पाहाडै छैन। हाइसला हामी त कति खुसी लाग्दो हो भयो कुरा, हामी त कति खुसी लाग्दो मान्छे हो है। मजाले पूजा गर बुढी। दुःख पीडा सबै है केही माग्नु छैन, भगवान यस्तो रक्षा गरिदिनु, हात कहिले नउठाउनु है, हाम्रोबाट हात नफेर्नु, यसरी रक्षा गर्नु। कमाउने गर्छौँ हामी होइन। मैले यो ओम लेखेर एउटा आस्थाले लिएर आएको। पहिलाको पालि पर्स छोडेर गएको थिएँ, सबै राम्रो कुरा भयो है दादा, बिहा भयो हाम्रो, धेरै राम्रो राम्रो कुराहरू भयो जिन्दगी जीवनमा। यसरी नै साथ बसिदिनुहोस्। आफ्नो आस्था हो है। यहाँनिर एउटा फेरि आउनु पाउँछ कि पाउँदैन? आउन पाओस्, अझै एकखेप पनि फेरि आउन पाओस् है दादा। तपाईँको साथ बसिदियोस्। टिका लगाइदियो त्यहाँनिर, त्यहाँ टिका लगाइदियो ढुङ्गामा। लामो लगाइदिनु पर्थ्यो नि, लामो लामो लगाइदिनु पर्थ्यो नि तिमीले। पानी हुनुपर्ने नि, पानी खाने तेलहरू चाहिँ तेल सबै चोरेर लगाइदिन्छ है। तिमीले पनि बाती ल्याएको छौ होइन? बाती पनि भाला होइन लाग्यो। आफूलाई पनि लाउनुपर्छ, आफूलाई अर्कालाई लाउनु पर्यो भने यो औँला अरे टिका होइन, यो होइन, यो मैले हेरेको। थ्याङ्क यू बुढी। सानो भयो हो। अनि मलाई तिमीले त ढोक्नु पर्छ मलाई त। सधैँ झगडा पर्दै आफूलाई लाउनु पर्यो भने चाहिँ यो औँला अरे क्या, यो औँला मलाई लाग्यो। दामी लाग्यो, मलाई लगाउँथ्यो नि तपाईँले। दामी लाग्यो त बुढी। तर टिका सिकाले होइन, प्रसाद पनि अलिकति ल्याएको छु। गाइस भ्यू हेर्नुहोस्, भ्युज होइन भ्यू हेर्नुहोस्। त्यहाँनिर हावाघरमा गीत गाउँदैछ मान्छेहरू, हावाघरमा गीत गाउँदैछ। यहाँनिर चाहिँ हार्डली मात्रै आउने गर्छ मान्छेहरू। यो यहाँ परसम्म चाहिँ आउँछ, यहाँनिर आउनु चाहिँ निकै अप्ठ्यारो छ बाटो। हामी त हात खुला जोड्दै आयो, मेरो जुत्ता कति मैला भयो देखाइदेऊ न।